अनि त्यही किताब बेच्नलाई पनि रिस उठ्ने मान्छेहरू छ भने यही कालीगण्डकी नजिक छ, त्यही हाम फालेर मर्यो। किन रिस उठ्ने? साह्रै छोटो विचार हो त्यो। कम्प्लेन गरिरहेछन् निर्वाचन आयोगलाई। अब निर्वाचन आयोगले त कम्प्लेन गरेपछि त सुन्नु पर्यो नि, अनि त्यो कम्प्लेन त मलाई त सुनाउनु पर्यो नि। मैले थाहा नपाए जस्तो गरिरहेको छु। यस्ता मान्छेहरूले म्याग्दीलाई उँभो लगाउँदैन, म्याग्दी मात्र होइन देशलाई उँभो लगाउँदैन। त्यो को मान्छे हो? आफैले त्यो मान्छेलाई आफैले सोचोस् दिमागले। त्यसको दिमाग छैन है, रिस उठ्छ नि साथी हो। के मन नरिस उठ्ने चाहिँ भगवान हो र? भगवानलाई रिस उठ्छ। शिवजीलाई रिस उठ्यो भने कति साह्रै रिसाउँछन् शिवजी। कहाँ चाहिँ आफ्नो होइन के अरे सतीदेवी कि के अरे को लास बोकेर संसार घुम्छन्। मन त त्यस्तो घुमेको छैन, किताब बोकेर घुम्छ होइन। त्यस कारणले यही हो कुराहरू है। अब कुराहरू धेरै छन्, गर्दै गरौँला। आज धेरै लामो